हेलो साथीहरू, आज म तपाईहरूलाई नेपालको शक्तिशाली शक्तिपीठ देवी दक्षिणकालीका मन्दिरको दर्शन गराउँदैछु। फुलचोकी डाँडाबाट सनराइजिङ भइरहेको छ, यसलाई पनि हेर्नुहोला। हामी बिहानैको जाडोलाई छिचोल्दै दक्षिणकाली माताको दर्शन गर्न जाँदैछौँ आज, र परिसरमा पनि हामी पुगिसकेका छौँ। आज चाहिँ सोमबारको दिन भएको कारणले त्यति धेरै भिडभाड रहेको छैन। प्राय गरेर शनिबार र बिदाको दिन चाहिँ, होलिडेको दिन चाहिँ यहाँ दक्षिणकाली माताको दर्शन गर्दा बहुतै लामो लाइन बस्नुपर्ने हुन्छ। म चाहिँ त्यो लाइन बस्न नपरोस् भनेर प्राय गरेर बिदालाई छलेर आउने गर्दछु। र आजको दिन चाहिँ सोमबारको दिन हो र बिहानको 7 बजेको टाइममा यति धेरै भिड बढिसकेको छ। तपाईँ कुनै पनि समस्यामा हुनुहुन्छ भने माता दक्षिणकालीको दर्शन गर्न आउनुहोस्। तपाईँ ग्रहबाधामा हुनुहुन्छ, शत्रुबाधामा हुनुहुन्छ, तपाईँको कुनै पनि कामहरू बनिरहेको छैन, तपाईँ अनबलमा हुनुहुन्छ भने आएर माताजीको शरण पर्नुहोस्, ताकि तपाईँलाई बाटो खुल्नेछ। शक्तिशाली पीठहरूमध्ये दक्षिणकाली माता एउटा बहुतै शक्तिशाली माताको रूपमा मानिनुहुन्छ। उहाँको शास्त्रीय मान्यता पनि उत्तिकै रहेको छ। र तपाईँले भाकल गर्दाखेरि नरिवल चढाउनुहुन्छ भने, सकेसम्म मैले भनेको मान्नुहुन्छ भने तपाईँले भाकलमा जुन कुरा चढाउनु भएको छ त्यो कुरालाई चाहिँ फिर्ता लिएर घर नजानुहोला। किनकि तपाईँले यो सामान मैले चढाउँछु हजुरलाई भनेर भाकल गर्नुभएको हुन्छ, तर तपाईँ चाहिँ लोभले अथवा केहीले तपाईँ जानेर नजानेर तपाईँले त्यसलाई प्रसादको रूपमा घर लिएर जानुहुन्छ। त्यसो गर्दाखेरि चाहिँ त्यो तपाईँको भाकल पूर्ण हुँदैन। त्यसैले गर्दा सकेसम्म तपाईँले आफूले चढाएको सामान घर फिर्ता लिएर नजानुहोला। बरु त्यहाँबाट हाम्रो पुजारीहरूसँग कुनै टिका, प्रसादहरू, फुलहरू चाहिँ मागेर लिएर जान सक्नुहुन्छ। त्यसै गरेर आफ्नो मनोकामनाहरू पुरा गर्न सक्नुहुन्छ। आजलाई जय दक्षिणकाली।